मेरो धरान मेरो धरान मेरो धरान मेरो धरान हामी सबैको प्यारो धरान एक परिचयले धेरैवटा काम गर्छ भन्ने हामीलाई आशा छ। जहाँसम्म मलाई लाग्छ विशेष त यसको आन्तरिक पर्यटन र बाहिर पर्यटन विकासको लागि हो। मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ, त्यसकारणले निर्माण गरिएको। मतलब तपाईहरु यति व्यस्त सहर हङकङमा बस्नुहुन्छ र फेरि आफू जन्मे हुर्केको ठाउँको जुन एउटा सहरको लाई चाहिँ प्रचार प्रसारमा ल्याउने यति ठुलो काम गरिरहनु भएको छ। यो कन्सेप्ट कसरी आयो? यो कन्सेप्ट कसरी आयो भन्दा पनि अब कस्तो हुन्छ भने त्यो देशलाई, त्यो गाउँलाई, त्यो ठाउँलाई माया गर्ने मान्छेले चाहिँ जहिले पनि एउटा केही न केही एउटा विकासको कुनै पनि चिजहरू दिइरहेको हुनुपर्छ। मलाई त्यस्तो लाग्छ। यहाँ विदेशमा बसेर पनि आफ्नो देशको माया छ भने त्यो मान्छेले गर्न सक्छ। हामीहरूले यहाँ राम्रो कमाइरहेछौँ, त्यो लगानी हामीहरूले 200 कमाएको छौँ भनेदेखि $5 हामीहरूले त्यहाँ लगानी गर्यो भने सही ठाउँमा लाग्छ। त्यो हिसाबले पनि हामीले यसमा लगानी गरेको। आफू जन्मेको, हुर्केको, बढेको, पढेको ठाउँलाई मनभरि बोकेर सधैँ सधैँ न्यानो महसुस गर्ने चौकीबारीका धरानी युवाहरू धरानको सामिप्यतालाई कहिल्यै टाढा राख्न सकेनन्। तिनै धरानी युवाहरू, धरानी मन बोकेका धरानीहरू अटाब्बे चिनिया बस्ती भएको ठाउँ हङकङमा रहेर केही गर्न चाहन्छन्, धरानलाई चिनाउन चाहन्छन्, धरानलाई विश्वभर पुर्याउन चाहन्छन् अनि धरानको सुन्दरतालाई आँखैमा राखेर रम्न पनि चाहन्छन्। व्यस्त समय आधुनिक सहरको रमझमको रौनकताले उनीहरूलाई कहिल्यै छोएको छैन। उनीहरूको मनमा धरानप्रतिको आगाध माया चारकोसे नागेर कहिल्यै उड्दैन। उनीहरू धरानी हृदय नजिकै धरान नाम महसुस गर्न चाहन्छन्। आफूले कमाएको केही भाग धरानको लागि समर्पण गर्ने उनीहरूको चाहना धेरै अघिदेखिको हो। यो धरान एक परिचय निर्माण गर्नुमा हिजो हेर्नुहोस्, यो हामीले किन बनायौँ भने धरान एक परिचय, धरानमा जन्मे हुर्केको हामी सबै छौँ। अब विदेशमा संसारभरि छरेर बसेछौँ। हाम्रो धरानमा के थियो पहिले, अहिले कस्तो भइरहेछ, धरानमा कति प्रगति भइरहेछ भन्ने हामीले देखाउन खोजेछौँ। धरान एक परिचयमा चाहिँ हामीले चाहिँ धरानको के कति अहिले डेभलप भयो, के कति उन्नति भयो
र हाम्रो कति धर्म स्थलहरू छ, कति संस्कृति, कति कल्चरहरू, कति जातिहरू छ, सबै समेटेर र हामीले गरेको कुराहरू त्यहाँ दर्शाउन खोज्दैछौँ। यताका ताइमोसान पेक स्टार फेरीहरूमा आफू जन्मिएका गाउँ ठाउँ छाम्न खोज्दा पनि धरानै धुकधुकी कहिल्यै पाएनन्। यही कारण त उनीहरू धरानलाई अगाडि राख्न चाहन्छन्। समय, परिस्थिति अनि कालको हुमेलोमा अल्झिए पनि सबैको मनमा यही एक प्रश्न, धरानका लागि अब के गर्ने? हो, उनीहरू यिनै प्रश्नहरूको उत्तर पाउन प्रयासरत छन्। धरानको चौतर्फी विकासमा संलग्न हुन चाहिरहन्छन्। वृत्तचित्र निर्माण गर्दाको आनन्दको अनुभूति धरानमै बस्ने धरानेहरू भन्दा कम छैन उनीहरूमा। धरानको इतिहास, वर्तमान, शैक्षिक अवस्था, स्वास्थ्य केन्द्र, धार्मिक केन्द्र, साहित्य, खेलकुद, जाति जनजाति, कला संस्कृतिहरूको वर्णन गर्ने अठोट लिएका छन्। स्थानीय स्तरमा भइरहेका विकासमा समेत संलग्न भई पर्यटन प्रवर्धनमा समेत हात दिन चाहन्छन्। हङकङमा बस्ने धरानेहरू आफू जन्मेको खेलेको ठाउँप्रतिको लगावलाई श्रव्य दृश्य मार्फत सबै सामु राख्न चाहन्छन्। हङकङ जस्तो आधुनिक सहरमा अरूका लागि सोच्ने फुर्सद नभएको अवस्थामा उनीहरू आज धरानका लागि केही गर्ने अठोट लिएका छन्। छलफल चर्चा गर्ने क्रम चलेको छ, सबै भेला भएका छन्। चौकीबारी समाजको बैठक मार्फत धरानको लागि केही गर्न नेपालभन्दा धेरै टाढा प्रशान्त महासागरको किनारमा बसेर पनि पूर्वी नेपाल धरानको वृत्तचित्र निर्माण गर्नु पाएकोमा खुसी उनीहरूलाई धेरै छ। मठ मन्दिर, चैत्य र गुम्बा, देव देवालयले भरिएको छ। देव देवालयले भरिएको छ। मठ मन्दिर, चैत्य र गुम्बा, देव देवालयले भरिएको छ। आफ्नै भाषा संस्कृति वेशभूषामा रङ्गिएको छ। वेशभूषामा सजिएको छ। मेरो धरान, हाम्रो धरान, हामी सबैको प्यारो धरान, प्यारो धरान। साहित्य सिर्जना र खेलाडीको उर्वर भूमि हो मेरो धरान। यहाँका पुरखी हातहरूले सदा श्रमलाई माया गर्छन्। माया ममता स्नेह
मेरो धरा मेरो धरा मेरो धरा धरान सुन्दर नगर, सुन्दर भूगोल र शीतल हावा यसको अनुपम विशेषता हो। भौगोलिक रूपमा धरान महाभारत पूर्व श्रृङ्खलाको काखमा बसेको छ। शिरमा प्राकृतिक मनोरमताको ताज भेडेटार, पाउमा जैविक विविधताको खानी ऐतिहासिक चारकोसे झाडी अनि दायाँतर्फ अर्थात् पूर्वमा सेउती, र बायाँतर्फ अर्थात् पश्चिममा सर्दो खोलाको प्राकृतिक पहरेदारहरू बीचको भूगोलमा धरान स्वतन्त्र विचरण गर्दै रमेको छ। नेपालको राजधानी काठमाडौँबाट 550 किलोमिटर पूर्वमा अवस्थित धरान समुद्री सतहबाट 305 देखि 700 मिटरको उचाइमा रहेको छ। तराई र पहाडको सङ्गमको रूपमा झण्डै भित्री मधेस जस्तो धरानको क्षेत्रफल 21.12 वर्ग किलोमिटरमा फैलिएको छ। भूमध्य रेखाबाट 26 डिग्री 46 मिनेटदेखि 26 डिग्री 52 मिनेट अक्षांश उत्तर र 87 डिग्री 14 मिनेटदेखि 87 डिग्री 18 मिनेट देशान्तर पूर्वमा रहेको धरानमा वार्षिक 2626 मिलिलिटर वर्षा हुने गर्छ। यहाँ गर्मीमा अधिकतम 30 डिग्री सेन्टिग्रेड र जाडोमा न्यूनतम 14 डिग्री सेन्टिग्रेडसम्म तापक्रम हुने गर्दछ। किराँतकालीन जातीय संघीय राज्यको राजधानीको रूपमा रहेको विजयपुर गढीको इतिहाससँग गाँसिएको छ धरानको ऐतिहासिक सन्दर्भ। सेनवंशी कालमा मन्त्री र भाइ भारदारमा किराँत मात्रै रहने जातीय संघीय राज्यको ऐतिहासिक पृष्ठभूमिमा धरान जङ्गल र भूमिपुत्र किराँतहरूको चिहान भूमिको रूपमा मात्रै रहेको थियो। विक्रम सम्वत 1831 मा पृथ्वीनारायण शाहले लिम्बुवान र विजयपुर गढी गोर्खा राज्यमा विलय गराए यता लामो कालखण्डमा पनि धरानको अस्तित्व देखा परेन। विक्रम सम्वत 1950 सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भारतलाई लकडी बेच्ने उद्देश्यले जङ्गल फडानीको आदेश तामेल गरेपछि मात्र धरानको भ्रूण अस्तित्व देखा पर्यो। 8 वर्षसम्म जङ्गल फडानी र लकडी चिरानी गरेपछि उजाड बन्दै गएको भूभागमा बिस्तारै बस्ती बस्दै जान थाल्यो र धरान शिशुको रूपमा जन्मियो। चौकी चाहिँ मान्छे रोक्ने, जङ्गल फाड्ने ओर्ने, कटानी रोक्ने, आरा काट्ने रोक्ने। अब धरान के रह्यो, आरा काटेर धरान भयो। आराको धरान बनायो कि पहाडी बनाउँछ नि चाक यस्तो, आरा धरान मैले पनि धरानै नाम दियो। नभए यो चौकीबारी हो, सब जम्मै चौकीबारी नै हो। यो धरान होल जम्मै चौकीबारी नै हो। चौकीबारी झोलापाटा भन्थ्यो यो पहिला, पहिले थिएन। पुरानो बजारमा 1-2 घर थियो, नयाँ बजारमा 1-2 घर थियो। विजयपुर हो सहज बाघ लाग्ने मान्छे दिउँसो खाने, विजयपुरमा त्यस्तो थियो। विजयपुर विष्णु पादुका
साँगुरी डाँडा लगायतका वरपर बस्ने आदिवासी जनजातिहरू पछिबाट धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर लगायतका ठाउँहरूबाट नयाँ बस्तीमा मान्छेहरूको ओहिरो लाग्न थाल्यो र धरान बिस्तारै हुर्कँदै गयो। तर धरानको औपचारिक जन्म अर्थात् स्थापना भने चन्द्र शमशेरले विक्रम सम्वत 1958 सालमा हालको पुरानो बजारलाई चन्द्र बजारको नाममा स्थापना गरेपछि सुरु भएको मानिन्छ। 1990 सालको महाभूकम्पपछि जुद्ध शमशेरले हालको नयाँ बजार जुद्ध बजारको रूपमा आफ्नो नाममा बसाएका थिए। चन्द्र बजार र जुद्ध बजार सरकारी तवरबाटै नामाकरण भए तापनि जनबोली र श्रुतिमा त्यो नयाँ बस्तीको नाम धरान नै रहन गयो। वास्तवमा काठ चिर्न बनाइएको टाँडलाई धरान भन्ने गरिन्छ। जति बेला फडानी र चिरानी कार्य तीव्र अवस्थामा थियो त्यो बेलामा डाँडा पाखामा मात्र मान्छेको बसोबास र बस्ती थियो। काठ चिर्ने कार्यमा व्यस्तहरूलाई खाजा वा खाना पुर्याउने क्रममा वा भेटघाट गर्न जाने क्रममा कहाँ हिँडेको भन्ने प्रश्नको जवाफमा धरान भन्ने गरिन्थ्यो। यसरी नयाँ बस्तीको रूपमा विकसित हुँदै गएको ठाउँको नाम जनबोलीका आधारमा कालान्तरमा धरान रहन गयो। अहिले पनि धरानलाई विजयपुर डाँडा वा उत्तरतिरको साँगुरी डाँडाबाट हेर्दा जङ्गल बीचमै अवस्थित देखिन्छ। यसले धरानको पुरानो स्वरूपलाई मात्र होइन वर्तमान पर्यावरणलाई समेत बचाइराख्ने काम गरिरहेको छ। सानो बस्तीको रूपमा सुरु भएर अहिले धरान पूर्वाञ्चलकै सुन्दर पर्यटकीय सहर, शैक्षिक तथा स्वास्थ्य केन्द्र, धार्मिक एवं सांस्कृतिक केन्द्र, खेलकुदको सहर र वाणिज्य केन्द्र समेत बन्न पुगेको छ। विविध भौगोलिक एवं सामाजिक उपनामले चिनिने धरानलाई लाहुरेहरूको सहर पनि भन्ने गरिन्छ। पूर्वाञ्चललाई केन्द्रित गरेर बेलायतले धरानमा विक्रम सम्वत 2010 सालमा गोर्खा भर्ती केन्द्र स्थापना गरेपछि भूतपूर्व गोर्खा सैनिक अर्थात् लाहुरेहरू धरानमै घर जम गरेर बस्न थालेका हुन्। एक अनुमान अनुसार 60% धरान नगरवासीहरू लाहुरे परिवारकै छन्। धरानको आर्थिक विकासमा ब्रिटिस गोर्खा भर्ती केन्द्रहरूको ठुलो गुण रहेको छ। पूर्वी पहाडी जिल्लाहरूको मुख्य द्वारको रूपमा रहेको धरानले ब्रिटिस भर्ती केन्द्रको स्थापनापछि नै आफूलाई पहाडी वाणिज्य केन्द्रको रूपमा उभ्याउन सफल भएको हो भन्दा अत्युक्ति हुँदैन। धरानको पहिलो नापी सम्वत 1970 मा भएको थियो। नगरपालिकामा रूपान्तर हुनु अघि धरान माझगरा र घोपा गाउँ पञ्चायतको रूपमा विभक्त रहेको थियो। विक्रम सम्वत 2058 सालको जनगणना अनुसार धरानको जनसङ्ख्या 96,465 रहेको छ। प्रत्येक 10 वर्षमा गरिने राष्ट्रिय जनगणना अनुसार विक्रम सम्वत 2068 सालमा धरानको जनसङ्ख्या